फर्स्टमा स्टार्ट गर्दा थोरै सामान ल्याउन मिल्छ, तर के सामान हो र कति ल्याउन खोज्नु भएको हो त्यसमा डिपेन्ड हुन्छ। तपाईले कपडा, फ्यासन एसेसरिज, ज्वेलरी, ब्याग्सहरू जसमा धेरै मार्जिन हुन्छ त्यस्तो सामान बाइ इयर थोरै क्वान्टिटीमा ल्याउन सक्नुहुन्छ, जसमा इम्पोर्ट कस्ट घटाउँदा पनि राम्रो मार्जिनमा बेच्न सक्नुहुन्छ। तर अरू सामान जस्तै मोबाइलको चार्जर, केबल, सुज वा यस्तै प्रोडक्ट्सहरू चाहिँ बल्कमा बाइ रोड ल्याएर बेच्दा मात्र फाइदा हुने प्रोडक्ट्स हो। सो त्यस्तो प्रोडक्टमा थोरै क्वान्टिटीमा ल्याउँदा तपाईलाई महँगो पर्छ र बेच्न सकिन्न। जुन सामानमा राम्रो मार्जिन हुन्छ त्यो सामान थोरै पनि बाइ इयर ल्याउन सक्नुहुन्छ। सो अब कुन सामान चाहिँ सस्तो पर्छ, कुन चाहिँ इम्पोर्ट गरेर बेच्न सकिन्न भन्ने कुरा चाहिँ तपाईले सामान हेरेर हामीलाई सेन्ड गरेर रेट आएपछि मात्रै थाहा हुन्छ, वा तपाईले हामीसँग कुरा गरेर पनि सल्लाह लिन सक्नुहुन्छ। त्यसको लागि तपाईले यो दिएको नम्बरमा कल वा काठमाडौँको पुरानो बानेश्वरमा रहेको अफिस पनि भिजिट गर्न सक्नुहुन्छ। थ्यांक यू फर वाचिङ।